नमस्कार साथीहरू, फेरि पनि म मेरो युट्युब च्यानलमा भिडियो लिएर उपस्थित भएको छु र आजको यस भिडियोको चाहिँ थम्बनेल र टाइटल देखेर तपाईहरुले थाहा पाइसक्नु होला कि आजको यो भिडियोको विषयवस्तु के को बारेमा रहेको छ भनेर। र साथीहरू, आजको यस भिडियो अन्तर्गत रहेर म तपाईहरुलाई यदि तपाईहरु एभरेस्ट बैंकको मोबाइल बैंकिङलाई प्रयोग गर्नुहुन्छ भने त्यो मोबाइल बैंकिङबाट तपाईले आफ्नो ई-सेवामा कसरी पैसा पठाउन सक्नुहुन्छ भन्ने बारेमा जानकारी दिन गइरहेको छु। यदि तपाईहरुसँग एभरेस्ट बैंकमा पैसा रहेको छ खातामा र तपाईहरुसँग मोबाइल बैंकिङ पनि छ भने त्यो बैंकको मोबाइल बैंकिङ पनि छ भने तपाईले त्यो मोबाइल बैंकिङलाई प्रयोग गरेर अनलाइनकै माध्यमबाट घरमै बसी आफ्नो ई-सेवामा कसरी पैसा जम्मा गर्न सक्नुहुन्छ भन्ने बारेमा यस भिडियो मार्फत जानकारी दिँदैछु। र यसको लागि तपाईले एभरेस्ट बैंकको मोबाइल बैंकिङलाई ओपन गर्नुहोस् र आफ्नो मोबाइल बैंकिङको फोन नम्बर र पासवर्ड राखेर तपाईले लगइन हुनुहोस्। यदि फिंगर सेन्सर सपोर्ट गर्छ भने फिंगर सेन्सर नै देखि पनि लगइन गर्न सक्नुहुन्छ। म फिंगर सेन्सरदेखि लगइन गर्छु मोबाइल बैंकिङलाई। र मोबाइल बैंकिङ लगइन भइसकेपछि तपाईले यहाँ एउटा अप्सन देख्नुहुन्छ लोड वालेट भन्ने अप्सन, यसमा क्लिक गर्नुहोस्। यदि तपाईहरुको लोड वालेट भन्ने अप्सन यहाँ देखाएन भने पेमेन्ट भन्ने अप्सनमा पनि क्लिक गरेर सेवामा जान सक्नुहुन्छ। र तपाईले यहाँ देख्नुहुन्छ लोड वालेट भन्ने अप्सन, यसमा क्लिक गर्नुहोस्। र क्लिक गरिसकेपछि आज हामीहरू ई-सेवामा पैसा लोड गर्न गइरहेको छौं, त्यसैले लोड ई-सेवा भन्ने अप्सनमा क्लिक गर्नुहोस्। र क्लिक गरिसकेपछि फर्स्ट अप्सन भनेको छ एमाउन्ट। तपाईले एकचोटीमा कति एमाउन्ट जम्मा गर्न सक्नुहुन्छ, म्याक्सिमम मिनिमम भन्ने कुरा हेर्नको लागि यो आइको आइकन देख्नुहुन्छ, यसमा क्लिक गरेर तपाईले हेर्न सक्नुहुन्छ। र एमाउन्ट राख्नुहोस्, कति रुपैयाँ जम्मा गर्न चाहनुहुन्छ। र ई-सेवा आइडी राख्नुहोला, तपाईहरुको ई-सेवामा रजिस्टर भएको फोन नम्बर तपाईले ई-सेवा आइडी भन्ने बक्समा राख्नुहोस्। र पर्पस आएकै हुन्छ, तपाईले एउटा सेलेक्ट गर्न पनि सक्नुहुन्छ। र यति गरिसकेपछि कन्टिन्यू अप्सनमा क्लिक गरिदिनुहोस्। र यति गरिसकेपछि कन्टिन्यू अप्सनमा क्लिक गरिदिनुहोस्। र क्लिक गरिसकेपछि तपाईहरुको यो सम्पूर्ण इन्फर्मेसन ठिक छ भने भेरिफाई डिटेल्स भनेको छ, यो सम्पूर्ण इन्फर्मेसन ठिक छ भने प्रोसिड अप्सनमा क्लिक गरिदिनुहोस्। र आफ्नो मोबाइल बैंकिङको जुन पिन रहेको छ ट्रान्ज्याक्सन पिन, त्यो पिन तपाईले राख्नुहोला। त्यो पिन राखेर यो राइटको आइकनमा क्लिक गरिदिने बित्तिकै तपाईले सक्सेसफुली आफ्नो एभरेस्ट बैंकको मोबाइल बैंकिङबाट ई-सेवामा पैसा लोड गर्न सक्नुहुन्छ, यो सजिलो स्टेप फलो गरेर। र साथीहरू, आजको भिडियो तपाईलाई कस्तो लाग्यो? यदि भिडियो इन्फर्मेटिभ लागेमा तपाईहरुको साथीहरुको माझ पनि भिडियो शेयर गरिदिनु होला र भिडियोको मुनि एउटा कमेन्ट अवश्य पनि गरिदिनु होला र भिडियोलाई लाइक पनि गरिदिनु होला। र मेरो च्यानल तपाईहरुले सब्स्क्राइब गर्नुभएको छैन भने यस्तै टेक इन्फर्मेसन सम्बन्धी भिडियो हेर्नको लागि तपाईहरुले मेरो च्यानल सब्स्क्राइब गरेर मसँग जोडिन सक्नुहुनेछ, ताकि मैले हालेको यस्तै भिडियोहरु तपाईको नोटिफिकेसनमा सबभन्दा पहिला प्राप्त हुनेछ। र साथीहरु, अर्कोचोटि अर्को मेरो च्यानलमा भिडियो प्रस्तुत गर्नेछु। त्यतिखेरसम्मको लागि छुटौं है त।